नमस्कार। मेरो कविताको शीर्षक छ बालेन शाहलाई प्रधानमन्त्री बनाउनु पर्छ। कविता यसरी सुरु हुन्छ। कति आए कति नेता मन्त्री, ती त खोक्ने मात्र खोके मन्त्री। कति आए कति नेता मन्त्री, ती त सबै खोक्ने मात्र खोके मन्त्री। तर अब आए बालेन शाहको नाम गन्ती। तर अब आए बालेन शाहको नाम गन्ती। जताततै बालेन शाहकै नाम अग्रपन्थी। जताततै बालेन शाहको नाम नै अग्रपन्थी। बालेन सरलाई मेरो ससम्मान नमस्कार छ। बालेन सरलाई मेरो ससम्मान नमस्कार छ। किनकि बालेन सरले गर्दा आज नेपालको मुहार फेरिँदैछ। बालेन सरलाई मेरो ससम्मान नमस्कार छ। किनकि बालेन सरले गर्दा आज नेपालको मुहार फेरिँदैछ। आज बालेन सरको अफिसमा नेपालको ग्रेटर नक्सा राखिएको छ। अब साँच्चै नै लाग्दैछ मेरो खण्ड खण्ड देश अखण्ड भन्दैछ। आज बालेन सरको अफिसमा नेपालको ग्रेटर नक्सा राखिएको छ। अब साँच्चै नै लाग्दैछ मेरो खण्ड खण्ड देश अखण्ड भन्दैछ। नेपालका जनतालाई मेरो एउटै मात्र बिन्ती छ। नेपालको जनतालाई मेरो एउटै मात्र बिन्ती छ। देशको सच्चा देशभक्त प्रधानमन्त्री चुन्नुपर्छ। किनकि हामीलाई अब देशको मुहार फेर्नु छ। त्यसैले बालेन शाहलाई प्रधानमन्त्री चुन्नुपर्छ। त्यसैले बालेन शाहलाई प्रधानमन्त्री चुन्नुपर्छ। आजसम्मका सबै नेता मन्त्री कानै चिरिएका छन्। आजसम्मका सबै नेता मन्त्री कानै चिरिएका छन्। देश धराशाहीमा राखेर आफ्नो दुनो सोझ्याउनतिर होम्मेका छन्। देश धराशाहीमा राखेर आफ्नो दुनो सोझ्याउनतिर होम्मेका छन्। त्यसैले अब बालेन शाहलाई देश हाँक्न दिनुपर्छ। हामी सबै जनता मिलेर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ। त्यसैले अब बालेन शाहलाई देश हाँक्न दिनुपर्छ। हामी सबै जनता मिलेर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ। बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ। जय नेपाल, जय ग्रेटर नेपाल। नमस्कार, धन्यवाद।